हामी चाहिँ यहाँनिर तयार छौँ। रविन्द्र भित्र पसिसक्नु भएको छ अनि यता नाच्दै हामी चाहिँ अब यो गाडीमा आजको यात्रा गर्नेछौँ। वेदर चाहिँ यस्तै छ, घरि घाम घरि पानी, बढ्दै ठिकै छ। अनि यहाँको फेमस बुढा पार्क अगाडि चाहिँ हामी भेटेर हिँड्न लाग्दैछौँ है त। एकचोटि हामी चाहिँ लाग्दैछौँ है, आइपुग्यौँ स्पटमा चाहिँ। लगभग अब यहाँदेखि हामी धेरै लाग्दैन। ओहो, हामी यहाँ आइपुग्यौँ कि, तर अब हावा चाहिँ चल्दो रहेछ हौ। हावा त केपजी एङ्गुलर रेडियो स्टेसन, लो लेभल स्टेसनसम्म चाहिँ गाडी आइपुग्ने रहेछ। यहाँदेखि हाम्रो सर्ट हाइकिङ हुनेछ। अब कस्तो के हुनेछ हजुरहरूलाई देखाउँदै जानेछौँ है। त्यो छ आजको दिन। हेर्नुहोस् त हामीलाई वेदरले कति साथ दिनुभएछ। यी मजाको घाम। कति राम्रो बाटोहरू छ यस्तो जङ्गल। आयो हसायो पहिलो। गफ पनि रमाइलो जाँदैछ है। फेरि फुलबुट्टा भरेको मेरी डार्लिङ अरे, माइ डार्लिङ भन्नु नि हो। दामी एकदम रमाइलो लाग्दैछ। आजको इस्टर होलिडे मनाउँदैछौँ है हामी चाहिँ। वेदरले पनि साथ दिएको छ है यतिको। मेरो नातिको चाहिँ फेरि गीत हिटमा आयो त हौ। लु सुरु गरौँ। अहिले हङकङमा चाहिँ रेगुलर 4 दिन चाहिँ पब्लिक होलिडे भइरहेको छ। अनि सबैको होलिडेमा चाहिँ अनि हामीले चाहिँ विशेष आज दिनलाई चाहिँ प्लान गरेर अलिकति टाढा जाने कि भन्ने सरसल्लाहमा चाहिँ हामी आएर यसरी रमाइलो गर्दै छौँ है। अनि यो दृश्य, यो मोमेन्टलाई चाहिँ हामीले एउटा क्याप्चर गरेर मेमोरीको लागि राख्ने विचारमा छौँ। अनि यहाँ हजुरहरूलाई पनि सेयर गराउँदै अनि तपाईँहरू पनि आउनु सक्नुहुनेछ। यो ठाउँ चाहिँ एकदम पहिल्यैदेखि आउनु मन लागेको ठाउँ थियो मलाई। अनि त्यही भएर हजुरहरूलाई पनि मैले राखिदिएको छु भिडियोहरू। सजिलै छ है। किप वाचिङ है गाइज। यो हामी आउने ठाउँ चाहिँ यस्तोहरू छ है बाटोमा। केपजी एङ्गुलर मेरिन रिजर्भ म्यापहरू छ होइन। यसरी द वे चाहिँ यसरी मोस्टली पिपलहरू हाइकिङ गर्दै आउँछन्। अनि सर्ट हाइकिङ रमाइलो छ। हेर्नुहोस् त, इभन केटाकेटीहरू पनि प्राय आउँछन् किनभने धेरै उकालो छैन अनि बाटो पनि त्यस्तो अप्ठ्यारो नभएको कारणले बच्चाबच्चीहरूलाई पनि ल्याउनु सजिलै छ है। यो ठाउँ वेल म्यानेज्ड छ भनौँ न बाटोघाटोहरू। घाम पनि धेर छैन, हल्का छ। यसरी जाँदैछौँ। कस्तो कति राम्रो ठाउँमा आइपुग्यौँ हामी अरे। यही हो है केपजी एङ्गुलर। अनि अरूहरू पनि हुनुहुन्छ। अनि यस्तो राम्रो ठाउँ छ है। राम्रो ठाउँहरूमा हामी आइपुग्यौँ। तपाईँहरू पनि आउनु सक्नुहुनेछ। नट सो फार। टक्क खानासाना खाएर आउनु सक्नुहुनेछ। अनि हेर्नुहोस् त कति रमाइलो, हेर्दा पनि शान्त एकान्त। ओ माई गड, जस्ट वाउ। कस्तो लागिरहेछ हौ हाम्रो नातिलाई? ठिक लागेछ बजु। हेर्नु न अब आज बजुसँग हिँड्नु पाएको बाजेलाई मिस गर्दै हुनुहुन्छ? बाजे कहिले आउनुहुन्न? अर्कोचोटि रक्सी राखेर होइन।
लु है हेना ठिक छ पहिलोचोटि नि भेना भेना र सालीको त पहिलोचोटि हो अब अरूहरूको चाहिँ कस्तो हो मेरो पनि पहिलोचोटि हो है आउनु चाहिँ साह्रै मन परेको अस्ति पनि आएको कहाँ सेको बिचमा पुगेर छैन योचोटि चाहिँ आइयो है साथीहरू हो विशेष गरी पब्लिक होलिडे हुँदी चाहिँ प्राय मान्छेहरूको छुट्टी भएर होला आउने गर्छन् अनि केही ग्रुपहरू देखिरहेको छु तल तल पनि अनि त्यसमाथि हिजो पानी बेसी पर्यो आज चाहिँ ठिकै छ गरम गरम भइरहेछ यहाँ हो अनि अब समर पनि सुरु हुन आँटेर पनि होला यस्तो छ है नेपालको एकान्त नै मेट्छ नि यो डाँडाकाँडा यो हरियो वन जङ्गलले त हामी बसेको एरिया त एकदम बाक्लो बस्ती एकदम सिटी भएर छ तर यता त यति फ्रेस हावा त्यो हुन्छ नि बास्ना नेचुरल यति राम्रो छ बेला बेला समय पाउँदा मिल्दा चाहिँ यसरी निस्किनु पाउँदा धेरै राम्रो हुनेछ दिमाग मस्तिष्क र स्वास्थ्य सबैलाई मैले त्यही विशेषता देखेर आउनु मन लागेको ऊ फोटो खिच्दै आउँदै हुनुहुन्छ तपाईँको कति पटक गरे यहाँ रविन दाई मेरो त पहिलोचोटि हो अनि हो यहीँ छाड्नु हो मलाई पनि यो केब देखेको थिएँ क्या मैले पनि केब फोटोमा अनि त्यही भएर स्पेसली चाहिँ नि त्यही भएर म पनि यसले यही देखेर चम्किरहेको यस्तो रहेछ है हेर्नुहोस् त साथीहरू अब हामी चाँडै नै भित्र जानेछौँ अहिले साथीभाइलाई वेट गर्नेछौँ खान्छ होइन त तपाईँको पहिलोचोटि होइन कस्तो लागिरहेको छ त एकदम विशेष के देख्नुभयो यहाँ बाटोमा आउँदा यसो विशेषता अलिअलि नेपाल जस्तो हरियो परियो डाँडा त्यो गन्धहरू है बास्ना मलाई त त्यस्तै लागेको क्या समुद्र देख्दा चाहिँ विदेश जस्तो यो दुलो त नेपाल जस्तो छ फेरि दुलो त नेपाल जस्तो अरे यो गएपछि विदेश समुद्र है माटो पनि रातो रहेछ हौ यहाँ त अलिकति त रातो माटो चस्मा ल्याउनु भएन रविन दाजु मेरो चस्मा घाम लाग्यो चस्मा लाउनु हेलो यस्तो पो रहेछ त हौ यहाँ त अमै बुढेसकालमा लडिजान्छ होला हौ नाति दाजु बस्नुहुन्छ त एकछिन ल अरूलाई आया बोजू नि हौ अनि म नाति आया अनि कस्तो कालो नाति आउनु रविन दाजुले त्यहाँनिर अरूलाई भन्नु अनि कालो न कालो चस्माले कि कालै छ हौ आम्मामामामा यो हो र अर्को पो देखिरहेको छ आम्मामामा है छाल त के भेटाएको छ हेरौँ यसो फिजाउ त ल जाउँ हौ के भित्र गएर आयो कालो कालो छाल डरै आयो एजेस यो प्रकृति पनि कति अचम्मको है यो मुनिबाट छिरेर भित्र एउटा के भने त्यसभित्र छाल त्यही प्रकृतिले अचम्म छ ल यतापट्टिको भाग सिद्धियो आज निकै राम्रो पहिलो केप यो खै नि हाम्रो मन्जु दिदी सन्जु दिदी लु नेपालमा पनि हुन्छ हौ यो त जस्तो पनि लाग्छ अस्ति हाइकिङ जाँदा पनि थियो नि यिनीहरू त तामथरे हाइकिङ युनिभर्सिटी अफ हङकङ मेरिन साइन्स
के रहेछ है साथीहरू यता त किम्बुको बोट अनि फलेको छैन त्यतिखेर त फल्ने सिजन हो त ए चिचिला रहेछ के बेरी अरे रेसबेरी के भन्दो रहेछ यिनीहरूले त ब्ल्याकबेरी हौ के को रेसबेरी हजुर ब्ल्याकबेरी के बेरी भन्छ यसलाई इङ्ग्लिसमा गोसबेरी के भन्छ यसलाई रेसबेरी त ऐसेलु होला ब्ल्याकबेरी त यस्तै हुन्छ तर ठुलो कङ्काल मान्छेलाई कङ्काल भन्छ यिनीहरूलाई के भन्छ कङ्काल अब आज उयो घामले पनि कति राम्रो साथ दिएको छ लु फोटो खिचौँ है लु है अब चाहिँ हाम्रो फोटो सुट रहनेछ है यस्तो रकहरू छ अब यहाँबाट मुनि हामी यता जाँदैछौँ क्याबजी अब मलाई यहाँको मेन स्पेसल मन परेको यो जग्गा हो हेर्नु है साथीहरू यस्तो राम्रो ठाउँमा आइपुगेको छौँ तपाईँहरूलाई देखाउँदै लाँदैछौँ र मेन स्पेसल यही हो अब यहाँ फोटोसोटो खिच्छौँ फेरि हामी हेर्नुहोस् है कहाँ अब साँच्चै नाति मान्छेहरू त खतराहरू यसरी है यहाँ चाहिँ मेन फोटोसुट ल यही सामारे ब्रङ गरे के हो ब्रङ पर्यो दिदी फोटो खिच्दै हुनुहुन्छ है अनि यहाँ चाहिँ यस्तो छ अनि हाम्रो डाइरेक्टर साहब योगी साम ब्रङ गर्यो म त मर्यो तले बन्दीपुर जाउला सँगै बसौला के मोराले सेल्फी खिचौला टुपी अब हामी सबैको ग्रुपिङ कहाँ बस्दा कस्तो हुन्छ यो केब हजुर ल ल जम्प गरौँ 1 2 3 ल धेरै छ टुपीमै 1 2 3 गर्नुपर्छ क्यान्डिड सडन क्यामेराले कतिखेर आउँछ ल ल 2 3 हामीलाई पनि खिचिदिँदै हुनुहुन्छ गिफ्ट हो यो हाम्रो प्यारी दिदीले दिनुभएको गिफ्ट आज सबैले लाउने हाङ सरलाई पनि ल्याइदिनु भएको छ अरे हौ कारबाही हो भयो चस्मा लाउनु न चस्मा सबैले लाउनु न छैन चस्मा तपाईँ हाङसरको चस्मा लाउनु न आची दिउले लाउने ए यसरी टाउको जोड्ने भयो अब अर्को पोज अर्को चाहिँ सिधा यहाँदेखि लडी गयो भने त मरिन्छ होला हौ नारो टुप्पीबाट त डर लाग्यो यहाँ हुनुहुन्छ हाम्रो मन्जु दिदी मन्जु बङ्गला दिदी हजुर तपाईँकोबाट खिच्दै गर्नु न हाम्रो पनि तपाईँ आउनु अनि मात्रै चढ्छु म त्यता
म त उभ्नु पनि डर लागेर यहाँ बसेर बसेको। लड्नु भयो भने हो यसरी गएको बिरालो कुरा स्टाइल त के हो यस्तो त कुकुर स्टाइल। म त उता त हेर्दिनँ नि। हेर्दिनँ हेर्दिनँ त। कहाँ सगरमाथा चढेको जस्तो लागिरहेछ होला। सेको बीच कस्तो दामी देखिरहेछ है। टोय गॉड सुन्दरी आयो है सुन्दरी। सङ्घर्ष थोडी छ क्यामेराम्यानको पनि सङ्घर्ष यहाँ हेर्नुहोस्। ल यस्तो ठाउँमा छौँ हामी। यस्तो ठाउँमा छौँ आज चाहिँ हो यस्तो है। मेरो कानमा यति राम्रो सेतो झुम्का कपालमा यस्तो परी जस्तो है बनाइदिनु भएको छ दिदीहरूले। अनि यस्तो राम्रो ठाउँमा आएको छौँ। इस्टर होलिडे चाहिँ गजब भयो जस्तो छ साथीहरू। अनि हामी चाहिँ यसरी थाकेर अब चाहिँ काचककुचुक ल्याएको चिजहरू खाँदैछौँ। अनि हाम्रो भेराइटी पनि एकजनाले एउटा गर्दा त निकै धेरै भएछ है। मलाई चाहिँ एकदम मनपर्ने झ्याउ हो। झ्याउ चाहिँ स्पेसली मासुमा मात्रै हुन्छ। अनि आज चाहिँ मेरो साथीले म मासु पनि खान्न ठिक्क मस्यौरामा यस्तो मिहिनेत गरेर बनाएर ल्याउनु भएको थियो। त्यो खानुको स्वादै बेग्लै थियो। जे होस् यति मिठो चिजहरू खानु पाइयो। थ्याङ्क यू सो मच बनाएर ल्याउनु साथीलाई पनि। तो दुध चिया चाहिँ है लबर ठाउँमा आएर खानुको मजा बेग्लै हो। साथी चियर्स। हामी चाहिँ यसरी अनि क्लिनअप गरेर टाटा बाई बाई गर्दै अब चाहिँ फर्क्यौँ। अनि रमाइलो भयो। जे होस् समय धेरै बितायौँ त्यहाँनिर। अनि किम्बुको बोटहरूमा चिचिला लागेको फलहरू देख्न पायौँ। अलिकति छिटो भए चाहिँ टिपेर खान्थ्यौँ। अनि यसरी हामीले लाप्सापहरू हेर्नुहोस् न मैला हुन्छ भनेर धोक्रा धोक्रा बोकेर लाग्यौँ हाम्रो गन्तव्यतिर। अनि
थ्याङ्क यू फर वाचिङ रमाइलो भयो हामी चाहिँ फेरि अब यहाँबाट घरतिर लाग्नेछौँ तर हाम्रो दुईजना दिदीहरू स्टिल आउनु बाँकी लारी लोड वेटिङ 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 यी सबै भेला भएको अवस्था अब चाहिँ हामी छिरेको अवस्था दिदीहरूलाई वेट गरेको अवस्था